जल सरोकार। नेपालको जलविद्युत विकासको मुद्दामा एउटा बेग्लै विमर्श। जल सरोकार। श्रोताहरू नमस्ते। कार्यक्रम जल सरोकारमा म विकास थापा। आजको यस कार्यक्रममा हामीले नेपालको जलविद्युतको समग्र एउटा पक्षलाई विषयवस्तुमा छलफल गर्ने जमर्को गरेका छौं र आज हामीले विभिन्न इस्युहरूमा जलस्रोत र जलविद्युतका विभिन्न इस्युहरू मध्ये नेपाल सरकारका सहसचिवलाई हाम्रो स्टुडियोमा निमन्त्रणा गरेका छौं र उहाँ हुनुहुन्छ केशव ध्वज अधिकारी। केही दिन अघि मात्र मन्त्रालयको नीति महाशाखामा उहाँ सहसचिवको रूपमा कार्यरत हुनुहुन्छ र हाल अहिले जल तथा ऊर्जा आयोगको सचिवालयमा सहसचिवको रूपमा कार्यरत हुनुहुन्छ र उहाँले नेपालको जलविद्युतको क्षेत्रमा र जलस्रोतको क्षेत्रमा 3 दशक भन्दा लामो अनुभव हासिल गरिसक्नु भएको छ र यही सेरोफेरोमा हामीले नेपालको जलविद्युत र जलस्रोत विकासका सन्दर्भमा एउटा विज्ञको हिसाबले उहाँ हामी छलफल गर्दैछौं र मलाई प्राविधिक रूपमा साथ दिँदै मनोज धमला हुनुहुन्छ यतिखेर र म कार्यक्रममा स्वागत गर्छु। केशवजी यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद विकासजी। अहिले तपाईँ एउटा अब इन्जिनियर हाइड्रो पावरको वाटर रिसोर्सको एउटा इन्जिनियर पनि हो, नेपाल सरकारको सहसचिव पनि हुनुहुन्छ। अहिले हाम्रो नेपालको यो जलविद्युत विकासको यो स्थितिलाई यो ट्रेन्डलाई यहाँले कसरी हेर्नु भएको छ? धेरै वर्षदेखि चाहिँ भनौँ न करिब चाहिँ अब करिब 3 दशक भन्दा अगाडि अथवा 4 दशक अगाडि चाहिँ एउटा विभिन्न विशेष गरेर जलविद्युत क्षेत्रमा चाहिँ नेपालले अब त्यो बेलामा सरकारले चाहिँ 3टै मेजर बेसिनका चाहिँ मास्टर प्लान डेभलपमेन्ट हाइड्रो पावर डेभलपमेन्ट मास्टर प्लानहरू बनाएर चाहिँ हामीसँग कस्ता आयोजनाहरू छन्, कति क्षमतामा तिनीहरूलाई विकास गर्न सकिन्छ, सम्भाव्य बाँध निर्माण स्थलहरू कहाँ छन् इत्यादि चिजहरू धेरै चाहिँ भएको देखिन्छ त्यो करिब 30-35 वर्ष अगाडि। त्यसपछि अनि के देखिन्छ भनेदेखि सडनली यो नेपालमा मात्र होइन कि ग्लोबल्ली नै संसारभरि नै यो बाँध विरोधी चाहिँ एक किसिमको लहर, ठूलो बाँध बनाउनुहुन्न, रिजर्भयरहरू जलाशयहरू बनाउनुहुन्न, त्यसपछि अब सानो स्मल हाइड्रो अथवा माइक्रो हाइड्रोहरू बनाउनु पर्छ भन्ने किसिमको चाहिँ एउटा लहर नै विशेष गरेर पश्चिमी देशहरूबाट चाहिँ उत्पन्न भएको देखिन्छ। अनि त्यसको चाहिँ अब सिधा अब प्लेन टर्ममा सिधा भाषामा भन्यो भने अब एक प्रकारले चाहिँ नेपालको पनि जलस्रोत र जलविद्युत क्षेत्र चाहिँ त्यो लहरले बढारिएर गयो भनौँ न, अथवा त्यसको चाहिँ भिक्टिम भएर कयौं वर्षसम्म झन्डै 20-25 वर्षसम्म यो सन् 1980 को आखिरतिरबाट चाहिँ यो सुरु भएर चाहिँ यो लहरमा चाहिँ बढारिएको देखिन्छ र अनि हाम्रो चाहिँ अवरुद्ध भएको देखिन्छ। त्यसपछि गएर त अब देश नै द्वन्द्वमा फस्यो होइन। अब करिब 1995-96 देखि चाहिँ द्वन्द्वमा 10 वर्ष द्वन्द्वमा फस्यो। अब त्यो जुन राजनैतिक अस्थिरता छ अहिले पनि हामी चाहिँ संक्रमणमै छौं होइन। त्यसैले चाहिँ त्यो द्वन्द्व र पहिले त एउटा चाहिँ विश्वव्यापी रूपमै बाँध बनाउनु हुन्न भन्ने लहर, त्यसपछि चाहिँ अनि राजनैतिक द्वन्द्व, सशस्त्र चाहिँ देशमा द्वन्द्व, अनि त्यसपछि त्योसँग जोडिएको जुन अस्थिरता अहिले संक्रमणको स्थिति, यो सबैले गर्दाखेरि के छ भनेदेखि विशेष गरेर अब देशको राजनैतिक क्षेत्रको चाहिँ यसरी चाहिँ यो राजनैतिक मुद्दामा चाहिँ देश अल्मलिएको देखिन्छ कि विकासको एजेन्डालाई प्रमुख रूपमा एउटा शान्त दिमाग राखेर सोचेर हामी यसरी विकास गरौं भन्ने चिज चाहिँ गर्नको लागि चाहिँ त्यो अवस्था नभएको देखिन्छ र त्यसले गर्दाखेरि चाहिँ त्यसो भनेर अब सरकारको चाहिँ विकास सम्बन्धी एजेन्डा नै छैन, उनै छैन भन्ने त होइन, तर त्यसले गर्दाखेरि के भने अवरुद्ध भएको अथवा चाहिँ धेरै नै चाहिँ पछि परेको देखिन्छ। र अब यही सिलसिलामा अब यो एउटा अलिकति खुसीको कुरो, नेपाल चाहिँ अब जलस्रोतको चाहिँ पोटेन्सियल भएको हुनाले देश भएको हुनाले खुसीको कुरो, जुन चाहिँ विश्वव्यापी लहर थियो यो चाहिँ बाँध बनाउनु हुँदैन भन्ने, त्यो लहर चाहिँ मत्थर भएर अहिले चाहिँ करिब हराएको जस्तो देखिन्छ होइन। अब पानीको रिसोर्सलाई त कन्जर्भ गर्नु पर्यो, संरक्षण गर्नु पर्यो। अब फेरि अब जलवायु परिवर्तन भन्छन्, पानी चाहिँ एकनासले वर्षभरि पर्दैन, कहिले धेरै पर्छ कहिले थोरै पर्छ। अब त्यसलाई त्यस्तो समस्यालाई कसरी निराकरण गर्ने, विशेष गरेर हाम्रो जस्तो मौसमी हावापानी भएको ठाउँमा भनेपछि पानीलाई सञ्चय गर्नको लागि चाहिँ जलाशय बनाउनु पर्यो, बाँध बनाउनु पर्यो। यही चिजहरूमा चाहिँ ध्यान नदिएको कारणले नै हामी जुन सिजनल इम्ब्यालेन्स छ होइन, पानी र चाहिँ बिजुलीको आपूर्तिमा त्यसलाई करेक्सन गर्नलाई चाहिँ जलाशयहरू बनाउनु पर्छ भन्ने जुन अवधारणा छ, त्यो अवधारणाले चाहिँ अहिले अब यो परिसकेपछि चेतेर चाहिँ नेपालभित्र पनि
होइन हामीले गल्ती गरेछौँ भन्ने चाहिँ त्यो महसुस भएको छ। र अब यो बाह्य क्षेत्रमा पनि विशेष गरेर अब मल्टिल्याटरल डोनरहरूबाट पनि होइन यो गल्ती गरिएछ त्यसमाले बाँध चाहिँ भन्ने कुरा बनाउनै नहुने भन्ने होइन जस्तै भन्ने चिज चाहिँ अहिले चाहिँ आइरहेछ। यहाँ एउटा वाटर रिसोर्स जलस्रोतको विद्यार्थीको नाताले पनि त्यतिखेरको यो बाँध विरोधी आन्दोलन एउटा अभियान के को लागि आएको थियो, त्यतिखेरको अवस्था के थियो? अनि यो यस्तो लहरहरू आइरहेको हुन्छ हुन त भन्छन् कसैले चाहिँ अब के भने यो पेट्रोलवालाहरू पेट्रोलियमवाला ग्रुपहरूले अथवा त्यस्तोले चाहिँ गर्दाखेरि यो आएको भनेर मलाई चाहिँ विश्वास लाग्दैन। यो सडनली आयो किनभने विशेष गरेर पश्चिमी देशमा चाहिँ उनीहरूको चाहिँ आफ्नो कुनै देशमा युरोप अमेरिकातिर कुनै देशमा अब 80%, 90%, 95%, 100% आफ्नो चाहिँ वाटर रिसोर्सेस जुन युटिलाइज भइसकेपछि अनि त्यसपछि बनाउनु हुँदैन भनेर चाहिँ एक किसिमको दबाब दिएको देखिन्छ होइन। अब त्यो चाहिँ त्यस्तो किसिमको दबाब आए तापनि जुन देशहरू आफै सक्षम छन् प्राविधिक रूपले र फाइनेन्सियल्ली पनि केही सक्षम छन् ती देशहरूले त्यस्तो किसिमको दबावमा नपरिकन आफ्नो चाहिँ मेजर वाटर रिसोर्सेस डेभलपमेन्टका कामहरू गरिरहेको देखिन्छ। जस्तो उदाहरणको लागि चीन भनौँ अहिले संसारको सबभन्दा ठुलो हाइड्रो पावर स्टेसन भनेर 3 गर्ज होइन। 3 गर्ज चाहिँ त्यही लहरकै समयमा चाहिँ उनीहरूले बनायो किनभनेदेखि उनीहरूले चाहिँ त्यसलाई डिफाई गर्न सक्छन्। त्यो अरूले भने पनि त्यो दबाव चाहिँ थेगेर आफू मेरो काम हो म आफ्नो तरिकाले गर्छु भनेर गर्न सक्ने भयो होइन। त्यस्तै भारतमै पनि अब भारत पनि क्षमता भएको प्राविधिक रूपले आर्थिक रूपले क्षमता भएको देश भयो होइन। अब त्यही टाइममा टेरी ड्याम बन्यो अनि अरूहरू पनि अब सरदार सरोवरदेखि लिएर विभिन्न अरूहरू पनि वाटर रिसोर्सेसका प्रोजेक्टहरू ठुला बाँधहरू बनाए देखिन्छ र विकासको चाहिँ क्रममा छन् अरू। नेपाल जस्तो देश चाहिँ जुन चाहिँ अब यो दाताहरूको दानदातव्यमै चाहिँ निर्भर हुनु पर्नेलाई चाहिँ नराम्रोसँग यसले असर गरेको चाहिँ अब मतलब यो समयक्रम हेर्दाखेरि त्यो देखिन्छ किनभने 80को दशकपछि हामीले मेजर वाटर रिसोर्सेसका प्रोजेक्टहरू टेकअप गर्नको लागि चाहिँ केही पनि नगरिएको चाहिँ देखिन्छ ठुला आयोजनाहरू। अब एकातिर हाम्रो यो पोलिटिक्सले अलि हामीलाई चाहिँ थिच्ने विकासका एजेन्डाहरू चाहिँ कम प्रायोरिटीमा पर्ने र अर्कोतिर अब हाम्रो पोलिसी पनि अहिलेको पोलिसीको पनि कुराकानी उठेको छ। अब यहाँ त पोलिसीको लेभलमा पनि धेरै काम गरिसक्नु भयो कि हाम्रो चाहिँ 2049 सालमा हामीले जलविद्युत विकास जुन पोलिसी बनायौँ त्यो अहिले आएर हेर्दाखेरि एक प्रकारको असफल जस्तो देखियो। त्यतिखेरको र अहिलेको त्यही तात्विक फरक र त्यतिखेरको सान्दर्भिकता कतिको देख्नुहुन्थ्यो? अब यो नीतिलाई हेर्ने भने पनि जलविद्युत नीतिलाई हेर्ने भने पनि 49 सालमा जलविद्युत नीति आयो, पहिलो जलविद्युत विकास नीति आयो। त्यसपछि त्यसैको कार्यान्वयनको लागि चाहिँ 49 सालमै विद्युत ऐन र 50 सालमा विद्युत नियमावली आयो होइन। जुन चाहिँ अद्यापि त्यो ऐन र नियमावली अद्यापि चाहिँ तिनीहरू नै प्रभावकारी रूपमा चाहिँ लागू भइरहेको अवस्था छ अहिले। अब यो पनि एउटा यो चाहिँ अन्तर्राष्ट्रिय लहरकै चाहिँ सिलसिलामा आएको देखिन्छ कि। जस्तो त्यो टाइममा के भएको थियो भने अर्ली 90sमा चाहिँ अब अमेरिकामा रोनाल्ड रेगन र चाहिँ त्यसपछि बेलायतमा चाहिँ मार्गारेट थ्याचर होइन उहाँहरू दुईजनाले चाहिँ एकदम यो निजीकरण र बजार अर्थतन्त्रलाई असाध्यै जोड दिएर चाहिँ संसारभरि नै चाहिँ एउटा उदारीकरणको चाहिँ नयाँ लहर आइरहेको थियो होइन। त्यही सिलसिलामा के भने यो विद्युत भनेको पनि यो चाहिँ एक किसिमको उद्योग हो। यसमा चाहिँ सरकारले किन लगानी गर्नु पर्यो, निजी क्षेत्रले लगानी गरेर चाहिँ बिक्री गरिहाल्छ। त्यस हुनाले चाहिँ अरू कुनै माल सामान चाहिँ उत्पादन गर्ने उद्योग जस्तै उद्योग हो। यसमा सरकारले चाहिँ एकदम ध्यान दिएर चाहिँ लगानी गरिरहनु पर्ने जरुरी छैन भन्ने किसिमको जुन अवधारणा छ त्यो अवधारणाले चाहिँ घर गर्यो र अनि त्यसपछि त्यही अनुसार चाहिँ विद्युत ऐन र नियमावली आए। त्यसमा चाहिँ एकदम मैले के भन्ने गरेको छु नि यसलाई चाहिँ अति उदारीकरण भन्ने गरेको छु। यति उदारीकरण कि त्यसपछि अब सरकारले चाहिँ ब्याक सिटमा गएर बसेर देखिन्छ कि ड्राइभिङ सिटमा चाहिँ अब छोडिदियो अगाडि प्राइभेट सेक्टरलाई अनि आफू गएर ब्याक सिटमा चाहिँ बस्यो। अब अनफर्चुनेटली के हो भने यो टाइममा चाहिँ निजी क्षेत्रले पनि त्यति अगाडि बढेर चाहिँ काम गर्न सकेन। न त सरकार नै होइन यसले गरेन भने मेरो जिम्मेवारी हो भनेर सरकारले नै आफ्नो देशको लोड सेडिङ हटाउनलाई अथवा चाहिँ विद्युतको माग आपूर्ति गर्नको लागि ठुला आयोजनाहरू चाहिँ टेकअप गर्न सक्यो होइन। फलस्वरूप अहिले चाहिँ यो लोड सेडिङको अथवा विद्युतको चाहिँ चरम अभावको चाहिँ अवस्थामा हामी पुगेका छौँ। र योसँग जोडिएको अर्को एउटा पक्ष के भने यो लाइसेन्सिङ यो अति उदारीकरणले गर्दाखेरि के देखिएको छ भनेदेखि धेरै जसोले के बुझ्छन् के बुझिरहेका छन् भनेदेखि चाहिँ यो विद्युत क्षेत्रको चाहिँ
नेपालको विद्युत क्षेत्र भन्नाछ त्यो विद्युत क्षेत्र भन्नु र जलविद्युत क्षेत्र भन्नु करिब करिब पर्यायवाची हो। हामीले अरू चाहिँ विद्युतको अरू सोर्सबाट चाहिँ विद्युत उत्पादन गर्ने कुरा चाहिँ हतपति कल्पना गरिहाल्दैनौँ हैन। त्यो जलविद्युत क्षेत्रको समस्या भनेको पनि त्यही लाइसेन्स नै हो। लाइसेन्समा समस्या समाधान गर्दैपछि सबै चिज समाधान हुन्छ भनेर धेरैले चाहिँ बुझिरहेको देखिन्छ, जुन चाहिँ मेरो विचारमा चाहिँ के भने त्यो चाहिँ अब केही हदसम्म सही भए पनि त्यसमा पूर्ण सत्यता छैन हैन। हामीले अहिले के गरिरहेका छौँ भनेदेखि यो फर्स्ट कम फर्स्ट बेसिसमा हैन, कानुनी रूपले नै त्यो कानुनमै त्यस्तो हुन्छ। कसैले आएर दरखास्त दियो एउटा कुनै हाइड्रो पावर डेभलप गर्ने साइटमा निर्माण स्थलमा भने आयोजना क्षेत्रमा भने म यहाँ दरखास्त चाहिँ यहाँ गर्छु विकास गर्छु भनेर दरखास्त दियो भने उसलाई चाहिँ लाइसेन्स दिइहाल्न पर्ने हाम्रो बाध्यता छ। र अनि त्यो निजी क्षेत्रको कब्जामा गयो त्यो क्षेत्र, उसले विकास गरोस् नगरोस् मोनिटरिङ गरेन भने त्यो लाइसेन्स खोज्ने भन्ने इत्यादि त छ। तर के भने त्यो अब व्यावहारिक रूपले कतिसम्म त्यो हेर्ने, अर्काले पैसा फसाइसकेपछि त्यसलाई चाहिँ कतिसम्म चाहिँ तैँले गरिनस् भन्दैमा चाहिँ तुरन्त टर्मिनेट गरिदिने अब इत्यादि अरू व्यावहारिक कठिनाइहरू पनि त्योसँग जोडिएको छ। त्यसैले निजी क्षेत्रले उनीहरूले नै आइडेन्टिफाई गरेर प्रोजेक्टहरू आइडेन्टिफाई गरेर दरखास्त दिने अनि त्यही अनुसार चाहिँ बिजुलीका चाहिँ आयोजनाहरू बन्दै जाने र त्यसरी चाहिँ सप्लाई गर्ने भन्ने जुन र त्यसैमा निर्भर हुने भन्ने हामी जुन किसिमको जुन विद्युत ऐन र नीति अहिलेको प्रचलित ऐन कानुन अथवा नीतिगत जुन चाहिँ व्यवस्था छ यसमा पनि हामीले चाहिँ के भने ठूलो समस्या देखेका छौँ र ठूलो यसले पनि समस्या ल्याइरहेको चाहिँ महसुस गरेका छौँ हैन। त्यसो भएले चाहिँ अब हामीले चाहिँ के सुधार गर्न खोजिरहेको अब म मन्त्रालयमा हुँदा पनि र अब नयाँ जुन जलविद्युत विकास नीति 2058 मा आयो तर चाहिँ त्यो प्रभावकारी छैन। कारण किनभने त्यसलाई कार्यान्वयनमा लिएर आउने ऐनहरू बनाउनै सकेका छैन र नयाँ ऐनमा चाहिँ हामीले के ल्याउन खोजिरहेका छौँ भनेदेखि यो सबै चिज नेपालको जलस्रोतको प्लानिङ गर्ने योजना तर्जुमा गर्ने कामहरू चाहिँ मोटामोटी सबै सरकारले नै गर्नुपर्छ। हरेक बेसिनमा त्यो बेसिनमा कुन कुन आयोजनाहरू कति मेगावाटमा डेभलप विकास गर्यो भनेदेखि ठिक हुन्छ, सबभन्दा बढी प्रतिफल आउँछ भनेर चाहिँ सरकारले नै प्लान गर्नुपर्छ। प्लान गरिसकेपछि त्यहाँ मध्येका तुलनात्मक रूपले सरल किसिमका जहाँ चाहिँ वातावरणदेखि लिएर रिहेबिलिटेसन हैन पुनर्वास इत्यादिका कम्प्लिकेसनहरू चाहिँ जटिलता नभएका आयोजनाहरू जहाँ निजी क्षेत्र सजिलै संलग्न हुन सक्छन् त्यस्तो आयोजनाहरू छुट्याउने र त्यो चाहिँ निजी क्षेत्रबाट बनाउने भनेर त्यसलाई राख्ने र निजी क्षेत्रलाई पनि त्यतिकै जो आउँछ दरखास्त दिन त्यसलाई दिने हैन। हामीले चाहिँ प्रतिस्पर्धाको आधारमा क्रमैसँग चाहिँ तिनीहरूलाई दिने, निजी क्षेत्रलाई उपलब्ध गराउने लगानीको लागि। त्यसमा चाहिँ अब प्रतिस्पर्धाको आधार हुन सक्छ एउटा सबभन्दा सस्तोमा बिजुली कसले दिन्छ भन्ने पनि आधार हुन सक्छ सरकारलाई दिने, अथवा चाहिँ सरकारलाई चाहिँ यो बिजुली किन्ने भनेको त अर्कै यो संस्था हो जुन पूर्ण सरकारी हैन अब पावर ट्रेडिङ कम्पनीलाई नि बेच्न सक्छन् पछि ट्रेडिङ कम्पनी इस्टाब्लिस भएपछि। त्यसैले चाहिँ यो त्यो पनि बजारले नै मोटामोटी निर्धारण गर्ने अथवा चाहिँ कुनै रेगुलेटिङ एजेन्सीले चाहिँ निर्धारण गर्ने भावनाले सरकारको डाइरेक्ट नियन्त्रण हुँदैन प्राइसमा। त्यसैले प्राइसलाई नहेरिकन सरकारलाई अपफ्रन्ट सबभन्दा सुरुमै राजस्व कसले बढी बुझाउन सक्छ त्यसको आधारमा नि प्रतिस्पर्धा हुन सक्छ भनेर त्यस्ता आयोजनाहरू चाहिँ सरल किसिमका आयोजनाहरू निजी क्षेत्रलाई छुट्याउने र अलिकति विशेष गरी जलाशययुक्त आयोजनाहरू जहाँ चाहिँ प्राविधिक वातावरणीय र अरू चाहिँ सामाजिक जटिलताहरू हुन्छन् त्यस्ता चाहिँ आयोजनाहरू चाहिँ सरकारले गर्ने र अब बीचमा कुनै यस्ता आयोजनाहरू हुन्छन् जसमा चाहिँ सरकार र निजी क्षेत्रको साझेदारीबाट पनि विकास गर्न सकिन्छ। त्यसरी चाहिँ ती आयोजनाहरू छुट्याउने, ती सबै एक हदसम्म चाहिँ सबै चाहिँ सरकारले अध्ययन गर्ने र अनि क्रमैसँग आवश्यकता अनुसार देशको चाहिँ विद्युतको माग पूर्ति गर्न र अनि सम्भव भएसम्म निर्यातको लागि पनि क्रमैसँग विकास गर्दै लैजाने त्यो व्यवस्था हुनुपर्छ भनेर चाहिँ हामीले यो ऐनमा त्यसलाई चाहिँ नयाँ प्रस्तावित ऐनमा त्यसलाई चाहिँ अब हाल्ने चाहिँ प्रयास गरिरहेका छौँ। यसमा एउटा त भन्नै पर्ने कुरो के भनेदेखि यो मैले चाहिँ अब अति उदारीकरण गरेर हामीले अति उदार ऐनहरू बनाइयो पहिले त भनियो। त्यसको एभिडेन्स के भनेदेखि हामीले अध्ययन गर्यौँ होइन संसारमा चाहिँ यो दरखास्त दिनैमा एउटा कुनै मान्छे आएर अप्लाई गर्दैमा त्यसलाई चाहिँ अनुमति पत्र दिइने व्यवस्था संसारमा कहाँ छ त भनेर खोज्यो। संसारमा कहीँ पनि छैन।
नेपाल मात्रै हो जहाँ चाहिँ एबीसीडी जो मान्छेले आएर मलाई योजना चाहियो भनेर दरखास्त दिएपछि खाली भएपछि दिनै पर्ने बाध्यता भएको चाहिँ नेपाल मात्रै रहेछ। हजुर, श्रोताहरू, हामी कार्यक्रम जल सरोकारमा छौँ र आज हामी बीचमा हुनुहुन्छ नेपाल सरकारका सहसचिव एवं जलस्रोत क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका केशवध्वज अधिकारी हुनुहुन्छ। एकैछिन ब्रेकपछि पुनः उपस्थित हुनेछौँ। हामी किन अन्धकारमा छौं जबकि नेपालमा उपलब्ध अपार जलस्रोतबाट हजारौं मेगावाट जलविद्युत उत्पादन गर्न सम्भव छ। लाखौं मेगावाट बराबरका सौर्य र वायु ऊर्जा उत्पादनको सम्भावना पनि त्यत्तिकै छ। तर पनि हामी किन सधैँ ऊर्जा अभावले आक्रान्त छौं? आउनुहोस् यो अवस्थाको अन्त्य गरौं, स्वदेशी ऊर्जाको विकास एवं प्रवर्धनमा लागौं। ऊर्जा क्षेत्रको सरकारी, निजी, गैर सरकारी, वित्तीय, उपभोक्ता आदि संस्थाहरूलाई समेटी नेपालको सम्पूर्ण ऊर्जा क्षेत्रलाई प्रतिनिधित्व गर्ने संस्था इनर्जी डेभलपमेन्ट काउन्सिलसँग आबद्ध रही नेपालको ऊर्जा विकासमा योगदान गरौं। नेपालको ऊर्जा क्षेत्रको विकास कसरी गर्न सकिन्छ? तपाईको विचार हाम्रो फेसबुक पेज www.facebook.com/edcnepal.org मा गई हामीलाई पठाउनुहोला। जल सरोकार नेपालको जलविद्युत विकासको मुद्दामा एउटा बेग्लै विमर्श। जल सरोकार। श्रोताहरू, कार्यक्रममा पुनः स्वागत छ र हामी अहिले जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारीसँग जलस्रोतका विषयमा हामी वार्ता गरिरहेका छौं। अब यहाँले कुराकानी गर्नुभयो यो जुन तत्कालीन अवस्थामा खोलाको पहिचान पनि नभएको, सरकारले पर्याप्त अध्ययन पनि नगरेको र त्यस्तो बेलामा निजी क्षेत्रलाई लगेर उले एउटा अध्ययन गर्यो, आइडेन्टिफाई भयो र सरकार चाहिँ यदि बिजुली हुन्छ भन्ने एउटा अध्ययनसम्म भयो। त्यो अवस्था र अब अहिले त सबै अध्ययन गरिसके भनेपछि अब अहिले प्रस्तावित ऐनमा यहाँले अहिले सुस्त कुरा उठाउनु भयो, प्रतिस्पर्धा गर्ने र मात्र जलविद्युत आयोजनाको विकास हुन्छ भन्ने लाग्छ यहाँलाई कि हामीले त विगतमा देखिसक्यौं अरुण थर्ड कर्णालीदेखि लिएर सुपर 6 सम्म निर्माण भएको छैन? होइन, प्रतिस्पर्धा चाहिँ सबैमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने जरुरी छैन। एक किसिमका आयोजनाहरू जुन मैले भने त्यो चाहिँ सरकारले नै अगाडि सरेर बनाउनु पर्ने भनेर भनिहाल्यो होइन, जुन अलिक जटिल किसिमका आयोजनाहरू। अर्को किसिमका आयोजनाहरू जहाँ चाहिँ निजी क्षेत्रसँग सहभागी गरेर बनाउन सकिन्छ। जस्तो अब सबै आयोजनाहरू प्रतिस्पर्धामा कोही पनि आउन तत्पर छैन भनेदेखि त्यसमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने जरुरी छैन। जस्तो भनौँ न, अहिलेकै प्रचलित ऐनमा पनि दफा 35 प्रयोग गरेर कुनै पनि आयोजनामा कोही पनि आएन भने पनि सरकारले ल तिमी यसरी बनाऊ भनेर सरसल्लाह गरेर नेगोसिएसन गरेर दिन सक्छ नि। त्यो फ्लेक्सिबिलिटी त ऐनमा हुन्छ नै होइन, अहिले पनि छ, पछि पनि त्यसलाई कायम। लाइसेन्समा किन मारामार भएको कारण चाहिँ के होला? किन यति कम्प्लेक्स बनेको यो विषय? लाइसेन्स पाउन, लिन, होल्ड गर्न अख्तियार पनि यसैमा छ, अदालत पनि यसैमा छ, अनि प्राइभेट सेक्टर पनि यसैमा छन्, अनि सरकारका नेताहरू पनि लाइसेन्सकै पछाडि दौड्या छन्। अधिकांश सत्ताधारी नेताहरूको चाहिँ विभिन्न नाममा चाहिँ लाइसेन्स छ, अनि विद्युत प्राधिकरणका विभिन्न एमडीहरूको चाहिँ पनि विभिन्न छद्मनाममा लाइसेन्स छ। आखिर यो लाइसेन्सको पछाडि किन यतिका मान्छे लागिपरेका छन् तर त्यो अनुसारको फेरि उत्पादन चाहिँ भएको छैन? अलिकति अचम्म छैन? अनि यो अचम्मकै हो। मैले त अब वास्तवमा त्यो लाइसेन्स नै त्यस्तो चाहिँ समस्या चाहिँ देखाए होइन, तर अब यो लाग्नुमा चाहिँ दुई थरी छ यसमा। एउटा त के भनेदेखि एउटा दुईटा आयोजनाहरू सुरुमा विशेष गरेर वैदेशिक लगानीमा खिम्ती, भोटेकोसी जस्तो आयोजनाहरू जुन चाहिँ अलिकति प्रफिट हुने किसिमले कार्यान्वयन भएको देखिन्छ होइन। त्यसैले चाहिँ यो एउटा एकदम नाफामूलक बिजनेस हो, राम्रो प्रतिफल छ भनेर चाहिँ पनि लागेको हुनसक्छ। मतलब लगानी नै गर्ने उद्देश्यले सानोतिनो आयोजनाहरूमा त्यो उद्देश्य पनि हुनसक्छ। अनि कसैले नाफा गराए देखेपछि अब हामीहरूको चाहिँ त्यो ऊ छ होइन, विश्लेषण नगर्ने, त्यतैतिर कार्पेटमा गार्मेन्टमा दौडे जस्तो गरेर हाइड्रो पावरमा पनि दौडिने एउटा त्यो कारण छ। अर्को कारण के भने अब यो लाइसेन्स मैले ओगटेर बसिसकेपछि कुनै अर्को अब वैदेशिक लगानी गर्ने कुनै विदेशी एजेन्सी अथवा विदेशी कम्पनीहरूसँग चाहिँ त्योसँग साँठगाँठ गरेर अथवा त्यसमा पार्टनरशिपमा आफ्नो पनि अब बिना लगायत नै केही सेयर कायम राखेर चाहिँ गर्न सक्यो भनेदेखि यो आफूले तयारी गरिदिए बापतको पुरस्कार स्वरूप चाहिँ केही फ्री सेयर पाइयो भनेदेखि त्यो राम्रै हुन्छ भनेर पनि भएको देखिन्छ। कतिपय चाहिँ केही पनि नबुझिकन दौडिरहेको पनि देखिन्छ होइन। जस्तो अब अहिले अब हुन त एकदम त्यसको
तथ्याङ्क लिएर हामीले विश्लेषण चाहिँ गरेका छैन हैन। पहिले मन्त्रालयले अथवा ओएक्सले कुनै एजेन्सीले गरेर देखिँदैन। तर चाहिँ मोटामोटी के देखिन्छ भने यहाँ चाहिँ यो लाइसेन्स लिएर प्रतिफल पाएर फाइदा गर्ने चाहिँ व्यक्तिहरू अथवा संस्थाहरू भन्दा त्यो लाइसेन्स लिएर पछुताउनु पर्ने अथवा चाहिँ गुमाउने व्यक्तिहरू र धेरै चाहिँ फाइनान्शियल स्ट्रेसमा भएको व्यक्तिहरू चाहिँ प्रशस्त हुनुहुन्छ भन्ने चाहिँ हामीले सुनेका छौँ हैन। यो प्रतिस्पर्धा गराएर एउटा चाहिँ अलिकति प्रोजेक्ट ठिक पारेर मात्रै उपलब्ध गराउने भन्ने उद्देश्य एउटा त्यो पनि हो कि प्रतिस्पर्धा गराएर सरकारलाई बेसरी फाइदा गराउने भन्ने मात्रै होइन, त्यो पनि हो हैन। के हो भन्नु भने कुनै नबुझे मान्छे चाहिँ एकैचोटि पौडी खेल्दै नजाने मान्छे समुद्रमा हाम फाले गरेर चाहिँ लाइसेन्स लिएर हाइड्रो पावर सेक्टरमा चाहिँ हाम फाल्ने अनि त्यसपछि 2-4 करोड रुपियाँ चाहिँ अध्ययनमा यताउति गर्दैमा किन लाइसेन्स लिनासाथ खर्च सुरु भइहाल्छ। त्यो चाहिँ कार्यान्वयन हुन्छ भन्ने जरुरी छैन। त्यसैले अनि पछि चाहिँ एकदम फाइनान्शियल स्ट्रेसमा पर्ने त्यो पनि देखिराखेको छ। त्यो हुनाले अब सरकारको उद्देश्य त लगानीकर्ता नेपाली अथवा विदेशी जोसुकै होस् त्यो लगानीकर्तालाई हाइड्रो पावर प्रोजेक्टमा फसाएर चाहिँ फाइनान्शियल स्ट्रेसमा एकदम पारेर त्यसलाई एकदम आत्महत्या गर्नुपर्ने स्थितिमा पुर्याउने भन्ने सरकारको उद्देश्य त होइन हैन। सरकारले त के भने एउटा कुनै आयोजनाको लागि उपयुक्त गर्न सक्ने मान्छेहरूको संलग्नता होस्, त्यसको लगानी होस् भन्ने उद्देश्य हो। त्यसैले के भने सरकारले चाहिँ यो आयोजना यति मेगावाटमा यसरी चाहिँ विकास हुन सक्छ, यसमा धेरै चिजहरू अब विस्तृत अध्ययनहरू डिजाइनहरूको त छ, तर मोटामोटी यसको चाहिँ जडित क्षमतादेखि लिएर विभिन्न चिजहरू चाहिँ यतिमा हुन सक्छ र यो अहिले आवश्यकता छ भन्ने कुरा त्यो मोटामोटी अध्ययन सरकारले गरिदिसकेर अनि गरिदिसकेपछि के हुन्छ भने ज्यादै अनिश्चितता हुँदैन लगानी गर्ने मान्छेलाई पनि। अनि अर्को कुरा प्रतिस्पर्धा गरेपछि त्यस्तो मान्छे मात्रै संलग्न आउँछ जोसँग क्षमता छ बनाउने क्षमता छ। त्योमा केही हदसम्म चाहिँ क्षमतावाल मान्छे नै आउँछन् प्रतिस्पर्धा गरेपछि खरो उत्रेर आउने मान्छेहरू। त्यसले गर्दाखेरि के भने यो लगानी गर्ने मान्छेहरूको जोखिम पनि कम हुन्छ। तर यस्तो भयो नि त, अब जस्तै तपाईँहरूले अलिकति जेन्युन लगानीकर्ता आउन् भन्ने हिसाबले लाइसेन्सको फी पनि धेरै गुणा बढाउनु भएको छ। अब 11 मेगावाटको कुनै एउटा आयोजना लिनु पर्यो, 2 वर्षको लागि लाइसेन्स जारी हुन्छ भनेपछि उसले 60 लाख रुपियाँ राज्यलाई तिर्नुपर्छ। अनि अब यत्रो पैसा लगानी गरेपछि नेपालीको लागि 60 लाख भने त धेरै ठुला कुरा हो भनेपछि त्यो लाइसेन्सको फीले पनि एउटा त्यसको आर्थिक अलिकति क्षमतालाई त प्रतिबिम्बित गर्छ नि? गरेन, किनभने त्यसले नगरेको देखियो। फी चाहिँ यताउति गरेर जसरी हुन्छ हाल्ने, अब हालेर अब फस्यो भनौँ न, त्यो त नन रिफन्डेबल हो। त्यो एकपल्ट लाइसेन्स इस्यु भइसकेपछि त फेरि फिर्ता जाँदैन, नन रिफन्डेबल हो। यसरी नै लगानीकर्ताहरू पनि फसिरहेका देखिन्छ कि क्षमता होस् नहोस् ऋण धन गरेर यो लाइसेन्स चाहिँ त्यसपछि लाइसेन्स लिइसकेपछि ल अब डिजाइन पनि सक्यो, फिजिबिलिटी स्टडी पनि भयो, अब जेनेरेसन लाइसेन्स लिने स्थितिमा पुग्यो भने त्यसपछि के गर्ने भन्ने, अनि त्यसपछि लगानी कहाँबाट जुटाउने, फाइनेन्सियल क्लोज कसरी गर्ने भन्नेमा पुग्नै नसक्ने चाहिँ अवस्थामा चाहिँ धेरै भएको देखियो। अनि यो जो चाहिँ यो अहिले वर्तमान लाइसेन्सिङ सिस्टमका प्रणेताहरू हुनुहुन्छ उहाँहरू पनि अब भर्खर रिटायर हुनुभयो हैन, यही समाजमा हुनुहुन्छ। उहाँहरूको तर्क के थियो भनेदेखि किन यसरी प्रतिस्पर्धा नगरिकन चाहिँ यो जोबायोलाई लाइसेन्स दिने भनेर हामीहरू चाहिँ अलिक पहिले त्यो बेलामा आजभन्दा 10-8 वर्ष अगाडि अलिक कनिष्ठ अफिसरहरू हैन हामीले सोद्धाखेरि उहाँहरूले के भन्नुहुन्थ्यो भने सरकारलाई यसबाट फाइदा छ, कमसेकम त्यो निजी क्षेत्रले सरकारले पैसै नहालिकन उसको पैसा हालेर अध्ययन गरेर एउटा रिपोर्ट चाहिँ उपलब्ध गराइदिन्छ, त्यो त सरकारलाई फाइदा भयो नि। त्यो म चाहिँ व्यक्तिगत रूपमा त्यसमा सहमत छैन। एउटा त के भने त्यो निजी क्षेत्रलाई पनि बन्नी नबन्नी ठेगान नभए प्रोजेक्टमा निजी क्षेत्रको पैसा चाहिँ त्यहाँ फसाएर एउटा चाहिँ रिपोर्ट प्रोड्युस गर्ने भन्ने सरकारको उद्देश्य होइन। सरकार चाहिँ त्यो अध्ययनमा लगानी नै गर्न नसकेका कारणले निजी क्षेत्र आएर लगानी गरिदियोस् भन्ने, अध्ययन गरिदियोस् भन्ने सरकारको त्यो उद्देश्य नै होइन। जुन आयोजनामा अध्ययन भइकन फाइनल्ली त्यसमा चाहिँ निर्माणमा पनि जान सक्छ, त्यसको अध्ययन होस्, निजी क्षेत्रबाट होस्, नभए खालि रिपोर्ट प्रोड्युस गर्नको लागि मात्रै निजी क्षेत्र जस्तै अहिले त अब यहाँले भन्नु भने एउटा कुरो थियो। अर्को कुरो के छ भनेदेखि अहिले के देखिएको छ भने यो डबल स्टेज लाइसेन्सिङले गर्दाखेरि हैन, अहिले के छ भने डबल स्टेज लाइसेन्सिङ छ। अब एकपल्ट सर्वे लाइसेन्स हुन्छ, अर्कोपल्ट चाहिँ जेनेरेसन लाइसेन्स। त्यो सर्वे लाइसेन्सको चाहिँ 5 वर्षसम्मको पिरियड छ। सर्वे लाइसेन्सको पिरियडमा त्यो लगानी त्यो लाइसेन्सवालाहरूले राम्रोसँग अध्ययन गरेकै देखिँदैन। उनीहरूको रिपोर्टहरू जुन प्रोड्युस गर्छन् त्यो रिपोर्टहरू चाहिँ खालि त्यो प्रोजेक्ट कहाँ रहेछ, कुन गाउँमा, कुन वडा नम्बरमा कहाँ रहेछ भन्ने कुरा एकदम चाहिँ मोटा एकदम रफ खालको केही चाहिँ उयोहरू बाहेक
अरू राम्रोसँग चाहिँ उनीहरूले अध्ययन त्यो जस्तो ड्रिलिङ इत्यादि गरेर फिल्ड इन्भेस्टिगेसन गरेर प्रोजेक्टको चाहिँ जुन तयारी हुन्छ अथवा अध्ययनहरू गरेको पनि देखिँदैन। त्यस कारणले त्यो उनीहरूको रिपोर्ट काम पनि लाग्दैन पछि गएर। त्यो उद्देश्य पनि हाम्रो किन सिरियसली अध्ययन गर्दैन उनीहरूलाई भनेदेखि उनीहरूलाई सर्टेनिटी नै छैन। त्यो 4-5 वर्षपछि यो आयोजना मैसँग रहिरहन्छ कि अब यो सर्वे लाइसेन्स खारिज भएर जेनेरेसन लाइसेन्स पाउँछु कि पाउँदैन भन्ने कुरा उनीहरूमा चाहिँ त्यो कुनै छैन। त्यस कारणले यो डबल स्टेज लाइसेन्सिङ भन्ने सिस्टमै हटाउन हामीले चाहिँ खोजेको। हामीले किन सरकारले एकपल्ट चाहिँ मोटामोटी अध्ययन गरेर जस्तो भन्नु पूर्व सम्भाव्यता अध्ययनको लेभलमा अध्ययन गरिसकेपछि यो आयोजना कुनै एउटा प्रतिस्पर्धा मार्फत कुनै एउटा लगानीकर्तालाई दिइसकेपछि त्यो हामीले एकैचोटि जेनेरेसन लाइसेन्स दिने सोचाइ र के भने कन्डिसनल हुन्छ त्यो हैन। तिमीले चाहिँ यो यति वर्षमा यो माइलस्टोनहरू चाहिँ मिट गर्नुपर्छ, पूरा गर्नुपर्छ, पूरा गरेपछि त्यो स्वतः तिम्रो लाइसेन्स हुन्छ भनेर चाहिँ कन्डिसनल चाहिँ सुरुमै दिने। त्यो भएपछि के भने सर्टेनिटी भयो, निश्चितता भयो हैन। निश्चितता भएपछि उनीहरूले ढुक्कसँग लगानी गर्न सक्ने भए। त्यो अवस्था ल्याउनको लागि पनि यो अहिलेको यो नीतिगत संशोधन गर्नुपर्ने चाहिँ देखिएको। हजुर, अब यसमा म फेरि आउँछु। अहिले पुनः एउटा ब्रेकको पालो भएको छ। श्रोताहरू, तपाईहरु यो कार्यक्रम रेडियो अन्नपूर्ण नेपाल.com बाट विश्वभरि सुनिरहनु भएको छ र मलाई प्रविधिमा साथी मनोज धमलाले साथ दिइरहनु भएको छ। र यस जल सरोकार कार्यक्रममा आज हामीले जल तथा शक्ति ऊर्जा, अहिले त ऊर्जा भन्छ, जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारीसँग हामी कुराकानी गरिरहेको छौँ। पुनः विश्राम। हामी किन अन्धकारमा छौं जबकि नेपालमा उपलब्ध अपार जलस्रोतबाट हजारौं मेगावाट जलविद्युत उत्पादन गर्न सम्भव छ। लाखौं मेगावाट बराबरका सौर्य र वायु ऊर्जा उत्पादनको सम्भावना पनि त्यत्तिकै छ। तर पनि हामी किन सधैँ ऊर्जा अभावले आक्रान्त छौं? आउनुहोस् यो अवस्थाको अन्त्य गरौं, स्वदेशी ऊर्जाको विकास एवं प्रवर्धनमा लागौं। ऊर्जा क्षेत्रको सरकारी, निजी, गैर सरकारी, वित्तीय, उपभोक्ता आदि संस्थाहरूलाई समेटी नेपालको सम्पूर्ण ऊर्जा क्षेत्रलाई प्रतिनिधित्व गर्ने संस्था इनर्जी डेभलपमेन्ट काउन्सिलसँग आबद्ध रही नेपालको ऊर्जा विकासमा योगदान गरौं। नेपालको ऊर्जा क्षेत्रको विकास कसरी गर्न सकिन्छ? तपाईको विचार हाम्रो फेसबुक पेज www.facebook.com/edcnepal.org मा गई हामीलाई पठाउनुहोला। जल सरोकार नेपालको जलविद्युत विकासको मुद्दामा एउटा बेग्लै विमर्श। जल सरोकार। श्रोताहरू, विश्रामपछि पुनः स्वागत छ कार्यक्रम जल सरोकारमा। हामीसँग हुनुहुन्छ जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारी र उहाँले चाहिँ नि नेपालको जलविद्युत र जलस्रोत सेक्टरका विभिन्न अनुभव हासिल गर्नुभएको छ र विशेष गरेर भारतसँगको जलस्रोत र विद्युतका वार्ताका द्विपक्षीय मुद्दाहरूमा धेरै लामो नेगोसिएसन गरेर नेपालको पक्षमा आफ्नो तर्कहरू राखेर त्यो विभिन्न निर्णय समेत गराउन सफल भइसक्नु भएको छ। र यही सन्दर्भमा म अहिले आउन चाहन्छु कि तपाईले भन्नुभयो लाइसेन्स मात्र एउटा समस्या पनि होइन। अब तत्कालीन अवस्थामा हामीले भारतलाई अलिकति विद्युत बजारको एउटा टार्गेट गरेर 2049 सालमा बनाएका थियौं, तर एक्सपेक्टेडली त्यो चाहिँ नि भइदिएन। भारत एउटा चाहिँ नि पोटेन्शियल बजार हुँदाहुँदै पनि भारतसँग भएन। र यहाँकै पालामा, यहाँ नै जलस्रोत ऊर्जा मन्त्रालयमा सहसचिव, नीति महाशाखामा सहसचिव हुँदाखेरि तर यहाँको पनि निकै योगदान देखिन्छ कि भारतसँग विद्युत व्यापार सम्झौता भएको अवस्था भयो र गत वर्ष सम्झौता भयो। अब यहाँ यो सम्झौता भइसकेपछि नेपालको मार्केट ओपन हुन अनि लगानीहरू आउन तपाईँ कतिको आशावादी देखिनुहुन्छ? म आशावादी छु। यो के छ जस्तो पावर ट्रेड एग्रिमेन्टमा अब धेरै लामो एग्रिमेन्ट पनि छैन, त्यो 4-5 पेजको एग्रिमेन्ट हो होइन। त्यसमा अब डिटेलमा हेऱ्यो भने जस्तो अब पहिले त भारतीय पक्षको के थियो भनेदेखि यसलाई चाहिँ यो हाइड्रो पावरको नेपालमा हाइड्रो पावरको डेभलपमेन्टको लागि जुन आपसी सहयोग हुन्छ नि, त्यो सहयोग समेत त्यसमा चाहिँ इम्बेड गर्ने, त्यसमा चाहिँ समावेश गर्ने भन्ने उनीहरूको चाहिँ इच्छा थियो पहिले। नेपालमा यहाँ विभिन्न तहबाट विभिन्न पक्षबाट त्यसको विरोध भएपछि त्यो यहाँको हाइड्रो पावर डेभलपमेन्टमा पावर ट्रेड एग्रिमेन्टले चाहिँ गर्ने होइन, त्यो छुट्टै चिज हो। तर के भने बिजुली उपलब्ध भयो भने त्यो चाहिँ व्यापार चाहिँ गर्न सकिने र त्योसँग चाहिने उत्पादन बाहेक अरू इन्फ्रास्ट्रक्चर
ट्रान्समिसन लगायतका चाहिँ अरू पूर्वाधारहरूमा चाहिँ सरसहयोग गर्ने भन्ने छ, तर उत्पादनमा चाहिँ त्यो एग्रिमेन्टलाई नै आधार बनाएर चाहिँ सहयोग अगाडि बढाउने भन्ने छैन होइन। पछि चाहिँ त्यो यो पावर ट्रेड एग्रिमेन्ट त्यसरी कन्क्लुड भयो होइन। यसमा के छ भने यो उपलब्ध भएको विद्युत चाहिँ एक देशबाट अर्को देशमा व्यापार गर्ने कुराहरू त छँदैछ, त्यो त विद्युत व्यापार सम्झौता भनेपछि मिनिमम त्यो त हुनै परिहाल्यो होइन। त्यो बाहेक यसमा के छ भने यो बिजुलीको व्यापार भने त्यति सजिलो छैन क्या, किनभने अब यो स्टोर गरेर अथवा ट्रकबाट अथवा केहीबाट लैजाने अरू गुड्सहरू जस्तो भएन। यसको लागि चाहिँ के भने व्यापारको लागि पनि छुट्टै स्पेसल चाहिँ पूर्वाधार चाहियो, जुन भनेको ट्रान्समिसन चाहिँ कनेक्टिभिटी होइन, ट्रान्समिसनको चाहिँ क्रस बोर्डर इन्टरकनेक्सन चाहिँ चाहिन्छ। अब त्यसलाई पनि हामीले चाहिँ त्यो उसमा समावेश गरेका छ र त्यसमा अर्को चाहिँ एउटा यो सरकारी तहमा त्यो पावर ट्रेड एग्रिमेन्टलाई कसरी इम्प्लिमेन्ट गर्दै जाने भन्ने सिलसिलामा त्यो मतलब ट्रेडिङ पनि हुने भयो, अर्को त्यो चाहिने चाहिँ पूर्वाधार विकासको कुरो पनि हुने भयो, दुईटा चिज भयो। त्यसलाई चाहिँ कसरी चाहिँ कार्यान्वयन गर्दै जाने अथवा जाने भन्ने कुरामा त्यसमा एउटा संस्थागत संयन्त्रको व्यवस्था पनि गरिएको छ। त्यसमा चाहिँ यताको ऊर्जा सचिव र उताको विद्युत सचिवले नेतृत्व गर्ने सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटी भन्ने छ एउटा, अनि फेरि त्यस्तै गरेर सहसचिव स्तरमा चाहिँ जोइन्ट वर्किङ ग्रुप भन्ने छ। तिनीहरूले चाहिँ एकदम सर्टेन इन्टरभलमा होइन 6 महिना वर्ष दिन यस्तोमा चाहिँ भेटिरहने र कसरी के चाहिन्छ हामीलाई बिजुलीको व्यापार बढाउनको लागि, ती पूर्वाधार कसरी बढाउने इत्यादि कुराहरूलाई छलफल गर्दै अनि के गर्नुपर्छ त्यो गर्दै जाने भन्ने चाहिँ त्यो व्यवस्था छ होइन त्यसमा। अनि अब हामी आशावादी, तपाईँले सोध्नुभयो किन आशावादी, कसरी चाहिँ आशावादी हुनुहुन्छ कि हुनुहुन्न भनेर जुन सोध्नुभयो। अब त्यो पावर ट्रेड एग्रिमेन्ट चाहिँ अक्टोबरमा गएको 2014 को अक्टोबर 21 लाग्छ मलाई, 21 मा चाहिँ सही हो। त्यसपछि तुरुन्तै नोभेम्बर 20 तारिकमा चाहिँ त्यो सचिव स्तरको पनि सहसचिव स्तरको पनि मिटिङ भयो बसेर दिल्लीमा होइन। मिटिङ भएर हामीले चाहिँ तुरुन्तै के गर्यो भने चाहिँ अब दुईटा चाहिँ टास्क फोर्सहरू चाहिँ गठन गरिहाल्यो तुरुन्तै। यो क्रस बोर्डर इन्टरकनेक्सनको मास्टर प्लान 20 वर्षीय मास्टर गुरु योजना पनि तयार गर्ने, अनि 10 वर्षको लागि चाहिँ डिटेल प्लानहरू बनाउने, एउटा चाहिँ कार्यदलले त्यो काम गर्ने, संयुक्त कार्यदल नेपाल र भारतको भने अर्को कार्यदलले चाहिँ यो दुईतिरको चाहिँ ग्रिड इन्टरकनेक्सन भइसकेपछि, नेपालको र भारतको ग्रिड जोडिसकेपछि त्यसपछि अब प्राविधिक अनेक जटिलताहरू आउन सक्छन्। जस्तै 1 वर्ष भइसक्यो केही पनि देखिएन भन्छ नि मान्छेले, त अलिकति फिल हुने कुरा के छ, एग्रिमेन्ट भइसकेपछि कहाँ पुगिरहेछ त्यो भइरहेछ। दुईटा कार्यदल छ, त्यो अर्को चाहिँ यो पोस्ट इन्टिग्रेसन भनौँ न, दुईटा ग्रिड चाहिँ इन्टरकनेक्सन भएर विद्युत चाहिँ व्यापार आदान प्रदान हुन थालिसकेपछि के किसिमका समस्याहरू आउँछन् त्यो समस्याहरूलाई पहिले नै फोर्सी गरेर पूर्वानुमान गरेर अनि के चाहिँ उपायहरू निराकरणका उपायहरू अपनाउनु पर्छ भन्ने चाहिँ एउटा पहिले तयारी अवस्थामा बस्नको लागि चाहिँ हेर्ने भनेर त्यो कार्यदल अर्को दोस्रो कार्यदल छ। त्यो दोस्रो कार्यदल चाहिँ मेरो विचारमा त्यसले काम सुरु गरे जस्तो लाग्दैन मलाई, म भइन्जेल चाहिँ थिएन, अब त्यसपछि पनि छैन। अर्को यो जुन ट्रान्समिसन इन्टरकनेक्सन को कार्यदल छ त्यो कार्यदलले चाहिँ धेरै काम गरिसकेको छ। अब भनेको टाइममा चाहिँ 6 महिनाभित्रमा भनेको 6 महिनाभित्रमा भएन, 6 महिनामा नभए 9 महिनामा होला या वर्षै दिनमा होला। समय चाहिँ अब सकेसम्म राम्रो दिएको समयमा काम सके भए राम्रो हुन्थ्यो, नभए पनि अब 1-2 महिना 2-4 महिना ढिलो हुँदैमा त्यो ठुलो इस्यु हो। यहाँको अनुभवले चाहिँ जस्तै भनौँ न, भारतसँग पहिलाको र अहिले भारतमा नरेन्द्र मोदीको सरकार आइसकेपछि नेपालले उसले नेपालसँग गरेको व्यवहार यो विद्युत र जलस्रोत क्षेत्रमा अलिक ड्रास्टिकली चेन्ज आएको पनि अलिकति महसुस गरिएको हो कि यसमा चाहिँ तपाईँहरूको चाहिँ कतिको अनुभव कस्तो रह्यो, पहिलाको र अहिलेको काम गराई अनि भोलि आगामी दिनमा द्विपक्षीय सहयोग सम्बन्धहरू अझ विकसित हुने सम्भावना कतिको देख्नु भएको छ? त्यो अब त्यहाँ भारतमा नयाँ सरकार आएपछि अब विभिन्न घटनाहरू भयो नि होइन, यो चाहिँ जलस्रोत सम्बन्धी भन्नुहोस् न, एक प्रकारले अब त्यो अप्पर कर्णाली अरुण 3 को पनि तुरन्त त्यसलाई अलिकति फोर्स दियो, त्यसले इन्डियामा नयाँ गभर्मेन्ट आएपछि पिडिए भइदियो, प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट चाहिँ फलानु डेटमा गर्ने भन्ने भयो, त्यसमा रातारात काम गरेर पनि गरियो होइन। त्यस्तै पावर ट्रेड एग्रिमेन्ट पनि गरियो, पञ्चेश्वर पनि अगाडि बढ्यो, त्यो इत्यादिले त्यो अब त्यो किनभने हामीले चाहिँ भारतमा कुनै पार्टीको गभर्मेन्टले के गर्यो भनेर हेर्नुभन्दा नि घटनाक्रमले के देखायो त्यसको आधारमा भन्ने हो होइन।
अरू त्यसमा राजनीतिमा चाहिँ हामी प्रवेश नगरिकन होइन जस्तै इन्डियाको अलिकति पोलिटिकल क्षेत्र चाहिँ अलिकति बढी प्रोएक्टिभ देखियो नेपालको चाहिँ अलिकति सुस्ताको देखियो नि हामीले त त्यो देखियो जो चाहिँ के भने त्यो पोलिटिकल लेभलले जति ड्राइभ गर्नुपर्ने हो ब्युरोक्रेसीले त्यति ड्राइभ गरेको देखिएन परिवर्तन चाहिँ देखियो होइन अब इन्डियाबाट पनि कस्तो भने अब अलिकति होइन काम हामीले धेरै समय त्यतिकै नष्ट गर्यौं अब चाहिँ सरसहयोग गर्नु पर्यो अगाडि बढ्न पर्यो भनेर चाहिँ त्यो किसिमको विचार र त्यो किसिमको काम गराइ चाहिँ देखिएर चाहिँ कामहरू पनि एचिभमेन्टहरू पनि भए होइन जस्तो प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्टहरू भए मैले 3-4 चाहिँ मेजर कुराहरू भने त्यसपछि अब पञ्चेश्वर नै अगाडि बढ्यो अर्को चाहिँ यो पावर ग्रिड एग्रिमेन्ट पनि झन्डै 96-97 मा पछि चाहिँ जुन रेटिफाई हुन सकेन नेपालमा त्यो हुन सकेन पछि गएर 2010 मा हामीले पठाएको पनि 4-5 वर्षसम्म चाहिँ त्यतिकै थाँती रहेर बसिराखेको थियो त्यो राजनीतिक उसबाट उतापट्टिबाट पनि छ होइन यताबाट पनि पोहोर साल चाहिँ केही पुश गरिया छ होइन हाम्रो पनि गभर्नमेन्टले चाहिँ मतलब राजनीतिक क्षेत्रले यसलाई वास्ता नगरेर बसेको होइन किन उताबाट मात्रै गरेर हुने कुरो थिएन होइन यताबाट पनि होइन गरौँ भनेर चाहिँ त्यो त्यही अनुसारको रेस्पोन्ड भएर नै भएको छ अब यहाँको अब हामीसँग समय अलिकति कम छ अब चाहिँ हामी सरकारको ताल यही हो नेपालको अब अलिकति राजनीतिक क्षेत्रको पनि अवस्था यही हो संविधान सभाका कुराहरू छन् अब यो संहिताका कुराहरू छन् अब यही ताल यही स्थिति रहिरहने हो भने हामीले यो लोड सेडिङ मुक्त कहिले हुन्छ लोड सेडिङ मुक्त हुनलाई त त्यति धेरै गाह्रो छैन जस्तो अब 2-3 वर्षमा चाहिँ धेरै नै सुधार हुने अवस्था हो होइन जस्तो भनौँ न यहाँ अहिले नेपालकै उत्पादन हुने तामाकोसी लगायतको आयोजनाहरू 1-1.5 वर्षमा त सम्पन्न हुन्थ्यो यो भुइँचालोले गर्दाखेरि 1-1.5 वर्षको ठाउँमा अब 2-2.5 वर्षमा सम्पन्न हुने भयो एक वर्ष हरेक आयोजनाहरूको प्रगति चाहिँ 1 वर्ष त्यसै पछाडि सर्यो धकेलिया छ होइन भुइँचालोले गर्दाखेरि नत्र भने के अवस्था थियो भने अब आजबाट चाहिँ भनौँ न अब यो भुइँचालो समेतलाई विचार गर्दाखेरि चाहिँ अब आजबाट चाहिँ 2 वर्ष जतिमा सब्स्टेन्सियली इम्प्रुभमेन्ट हुन्छ त्यो त अब बर्खायामलाई हिउँदमा पनि हुन्छ हिउँदमा चाहिँ के भने क्रस बोर्डर लाइन छ क्रस बोर्डर लाइन करिब सिद्धि नै लागिसक्यो अब यो यही सेप्टेम्बर अहिले अगस्त भयो यो सेप्टेम्बर महिनातिर चाहिँ सकिने चाहिँ ऊ छ स्केड्युल छ त्यसको त्यो सकिएपछि अब बिजुली यहाँ उत्पादन भयो भने भयो भएन भनेदेखि एकदम 500-700 मेगावाट उताबाट लिएर आउनको लागि केही छैन तर समस्या के छ भने यताको ट्रान्समिसन लाइनको समस्या छ ढल्केवरसम्म त बिजुली चाहिए जति आउँछ इन्डियाबाट त्यहाँबाट दायाँ लैजानको लागि चाहिँ हाम्रो चाहिँ यो प्रसारणको चाहिँ समस्याहरू छ नभए त्यसलाई त्यो समस्याहरूलाई अलिकति समाधान गर्न सक्यो भनेदेखि जिरो लोड सेडिङ नभए पनि एकदम धेरै नै सुधार भएको अवस्था चाहिँ अब 2-2.5 वर्षभित्रमा आउँछ अब लामो सरकारी कार्यको अनुभव अनि एउटा वाटर रिसोर्समा एउटा डेडिकेटेडली लाग्नु भएको र अनि त्यही अनुसारको चाहिँ नि पढाइ पनि त्यही अनुसारको भएको हिसाबले चाहिँ नि नेपालको जलविद्युत विकास गर्न 1, 2, 3, 4 भनेर चाहिँ भन्दाखेरि के गर्नुपर्छ अनि यो नेपालको संक्षिप्तमा नेपालको जलस्रोत भने अब हाइड्रो पावर मात्रै होइन यो नि बुझ्नु पर्यो इरिगेसन भयो फ्लड कन्ट्रोल भयो त्यसपछि ड्रिङ्किङ वाटर भयो अरू इन्डस्ट्रियल युजदेखि लिएर विभिन्न चिजको लागि कसरी पानी पुर्याउने भन्ने त्यो समग्र चाहिँ छ होइन पहिलो कुरा त के भने धेरै प्रयास गरेर धेरै मेहनत गरेर समय र रिसोर्स खर्च गरेर वाटर रिसोर्सेस स्ट्राटेजी बनायो नेपालले 2002 मा स्वीकृत गर्यो त्यसपछि त्यसको फलोअप एक्सनको रूपमा त्यो स्ट्राटेजीलाई कसरी कार्यान्वयन गर्ने भनेर एक्सन प्लान नेशनल वाटर प्लान पनि बनायो अब हामी कहाँ विडम्बना के भनेदेखि यी प्लानहरू बनायो अनि त्यो प्लानहरू थन्काइदिने फालिदिने त्यसमा के लेखेको छ भनेर पल्टाएर कसरी फेरि दोहोऱ्याएर नपल्टाउने त्यो स्थिति भयो कि त्यो हुनाले चाहिँ पहिलो चिज त के गर्नु पर्यो यो नेशनल वाटर प्लानहरू हेर्न पर्यो के लेखेको छ त्यहाँ यसभन्दा अगाडिका नेतृत्वले भनौँ ब्युरोक्रेटिक नेतृत्व सचिवले मन्त्रीले अरू सरकारले पनि त्यस्तो वाटर रिसोर्स स्ट्राटेजी नेशनल वाटर प्लान नहेरेको चाहिँ किन होला होइन हेर्ने अब फुर्सद नभएर नै हुनसक्छ अब त्यो राजनैतिक नेतृत्वले चाहिँ अब यो गर त्यो गर भनेर चाहिँ एकतिर मात्रै चाहिँ बढी फोकस गरेर बढी एटेन्सन दिएर पनि हुनसक्छ अब अहिले जस्तो मैले मन्त्रालयमै हुँदा सुरु गरेको अब वेक्समा पनि त्यो सायद वेक्सको भागमा आउला त्यो काम र त्यसलाई निरन्तरता दिनु जरुरी छ त्यो हामीले अहिले के गरिरहेछौँ भनेदेखि चाहिँ तपाईँलाई थाहा छ त्यो 400 मेगावाटको हो त्यो 402 मेगावाटको अरुण 3 होइन अहिले 900 मेगावाटमा बनायो 300 मेगावाटको भनेको चाहिँ कर्णाली चाहिँ 900 मेगावाटमा डेभलप गर्दैछ हैन भनेपछि के हो नि त्यो हाम्रो हाइड्रो पावर डेभलपमेन्ट मास्टर प्लानमा लेखिएको जुन चाहिँ लेखिएका अथवा पहिचान भएका अध्ययन भएका आयोजनाहरू छन् तिनीहरूको जडित क्षमताहरू आजको बजार अवस्था अनुसार मिल्ने देखिएन हैन सबभन्दा पहिले गर्नुपर्ने त के त भनेदेखि ती सबै हरेक बेसिनको कोशी बेसिन गण्डकी बेसिन र कर्णाली महाकाली बेसिन तीनटै बेसिनका सबै आयोजनाहरूलाई चाहिँ रिअप्टिमाइज गर्नु नयाँ मार्केट कन्डिसन अनुसार नयाँ बजारको चाहिँ अवस्था अनुसार
अनुसार ती आयोजनाहरू कति मेगावाटमा चाहिँ विकास गर्यो भनेदेखि सबभन्दा राम्रो हुन्छ, सबभन्दा बढी प्रतिफल आउँछ भन्ने हिसाबले त्यसलाई चाहिँ रिअप्टिमाइज गर्नु जरुरी छ। त्यो हामीले गर्दैछौँ। अहिले वर्ल्ड ब्याङ्ककै इन्भल्भमेन्टमा सुरु हुन लागिरहेछ। त्यो अध्ययन गरिसकेपछि त्यसपछि अघि मैले भनेका कुराहरू आउँछ। हामीले चाहिँ सबै आयोजनाहरूको चाहिँ रिअप्टिमाइज गरिसकेपछि अनि तिनीहरूमा स्क्रिनिङ गरिसकेपछि अनि एउटा प्रारम्भिक अध्ययन चाहिँ धेरै जसो आयोजनाहरूको गरिन्छ, बुझ्नुभयो। त्यसपछि अनि क्रमैसँग तिनीहरूलाई कार्यान्वयन फर्दर स्टडी गर्ने र कार्यान्वयन गर्ने काम सरकारी क्षेत्र र निजी क्षेत्रबाट चाहिँ समानान्तर रूपमा अब फेरि पनि कुरा आउँछ, त्यसलाई चाहिँ नि हामीसँग भएका कुराहरूलाई चाहिँ प्लानिङ अनुसारको चाहिँ काम चाहिँ हरेक सरकारले गरिदिनु पर्यो। केशवजीलाई धेरै धेरै धन्यवाद हाम्रो स्टुडियोसम्म आएर यस कार्यक्रमलाई सफल बनाइदिनु भयो र आफ्ना विचार र अनुभवहरू शेयर गर्नुभयो। श्रोताहरू, आजको कार्यक्रम यति नै र प्राविधिक साथी मनोज धमलालाई धन्यवाद दिँदै म विकास थापा बिदा माग्छु। नमस्कार।